So म अहिले चाहिँ यो बिङ्गो गेस्ट हाउस भन्नेमा छु। I have stayed there for 2 days. हिजो सन्चो भएर चाहिँ म उता गइन। अब एक दिन रेस्ट लिएर चाहिँ I'm about to go to Harichok. This is my backpack, too heavy, and there is one more. Sorry, everything is done. Now I'm about to go. Okay, bye bye. This is my room ko bahira ko view. There is see the statue, the Pumdi Court or something like that. अब म चाहिँ यहाँदेखि हरिचोक जाने, and from there I have to book a jeep or sumo. This is my fit. The bag is too heavy. In fact, there is this more. Okay, and त्यहाँदेखि चाहिँ sumo लिएर घान्द्रुक हुँदै I have to go to झिनु. अनि त्यहाँदेखि आज मेरो हाइकिङ सुरु हुन्छ अनि ट्रेकिङ सुरु हुन्छ. See the fact. Bye-bye. यो सिधा उता कहाँ भन्दाखेरि लेक साइडतिरबाट आउँछ बाटो, ओह्रालो हुँदै यो हरिचोक भन्ने छ. दिस इज हरिचोक. अनि यहाँ पसलहरू फलफुल सबै पाउँछ. केही किन्न बाँकी छ भने यु क्यान बाई. यहाँ चाहिँ घान्द्रुकदेखिको चाहिँ पाउँछ. दिस इज द रेट. अनि यसले बाटो बिग्रेर चाहिँ घान्द्रुकसम्म चाहिँ जाँदैन, तपाईँलाई हल्का पछि नै जान्छ. अनि त्यहाँदेखि चाहिँ हल्का हिँडेर माथिसम्म जानुपर्छ. देन आफ्टर द्याट त्यहाँदेखि चाहिँ अर्को जिप पाउँछ झिनुसम्मको चाहिँ. अनि यहाँको चाहिँ अहिले यहाँ दाइ कति 5,000 कि 6,000 कति भन्नुभयो प्राइस चाहिँ होल जिपको चाहिँ. अनि मान्छेहरू अब जम्मा गर्दै हुनुहुन्छ. अरू दाइहरू चाहिँ हुनुभयो. अनि दाइहरू भएपछि चाहिँ यो दाइहरू भएपछि चाहिँ अब मतलब जिप प्याक भएपछि चाहिँ जाने हो. जिप प्याक भएपछि अब जाने हो. अनि सेभिङमा हुन्छ. अब 5,000 छ भाडा भने चाहिँ सपोज 12-15जना छ, कतिजना छ, अनि डिभाइड हुन्छ. अनि त्यहाँदेखि झिनुको चाहिँ घान्द्रुकदेखि पनि झिनुको 2,000 जति छ जिप, होल जिपको. अनि त्यहाँदेखि डिभाइड हुन्छ. सो इट्स काइन्ड अफ कस्ट इफेक्टिभ. तर हुन्छ नि, डिपेन्ड्स अन हाउ मच यु घान्द्रुक चाहिँ पुगिन. तर दिस इज वे टु घान्द्रुक. बाटो यहीँसम्म छ. पहिला चाहिँ झिनुसम्म जान्थ्यो, बट अहिले चाहिँ बाटो बन्दै गर्दाखेरि चाहिँ यहाँसम्म गाडी हुन्छ. अब यहाँदेखि चाहिँ उता जाने अनि त्यहाँ गएर अर्को गाडी समात्नुपर्छ. त्यो चाहिँ वे टु झिनु हो. अनि झिनुसम्म गइन्छ. अनि आफ्टर डे आई हेभ टु हाइक, हेभ टु स्टार्ट माई हाइक त्यहाँदेखि चाहिँ. सो यो दुईजनालाई चाहिँ भेट्नु भएको थियो. लेफ्ट साइडको दाइले चाहिँ he gave up his seat, front seat मेरो लागि, because I throw up sometimes, not sometimes but I really throw up. गाडी मैले भाप्दैन. उहाँले चाहिँ फ्रन्ट सिट दिनुभयो मलाई आफ्नो जिपको. अनि म अगाडि बसेर आएँ. बट स्टिल I'm talking about you दाइ, that you gave up your seat for me भनेर. उहाँ चाहिँ हुनुहुन्छ दाइ. Say hello to the camera. हेलो. अनि उहाँ पनि हुनुहुन्छ. अनि अब अहिले चाहिँ I'm on the way to झिनु. अब झिनुसम्म अर्को गाडी समात्नुपर्छ. अनि दिस इज द भ्यू. ओके बाई. यो घान्द्रुक जाने बाटोको उकालो हो. मान्छे मर्छ. दिस इज यति हेभी. दिस इज ओके. दिस इज माई ब्याग. अहिले नि सास फुल्न थाल्यो. बिहान ब्रेकफास्ट थिएन. That's why I believe it's being difficult for me to climb right now. Around 10 minutes हिँडेपछि I'm finally at this घान्द्रुक.
चाहिँ अहिले यो घान्द्रुक बस स्टेसन यहाँ यो जिप चाहिँ हो। अनि यो चाहिँ घान्द्रुक सहर सहर भनेपछि गाउँ भेरी ब्युटिफुल। अनि हामी चाहिँ उताबाट चाहिँ हिँडेर आयौँ। अनि म उताबाट आउँदा आउँदै यहाँबाट चाहिँ यहाँ आएँ। अनि यहाँबाट अब यो जिपमा चाहिँ अब प्यासेन्जर पुगिरहेको छ होइन, बिकज यहाँको भाडा चाहिँ अब झिनुसम्म जाने यहाँबाट, बट यहाँको चाहिँ भाडा इज लाइक 2000 समथिङ लाइक द्याट। अनि 3 जना मात्रै भयौँ, दाइहरू बाटोमा भेट्नु भएको थियो। अनि अब 3 जना भएपछि अलमोस्ट 700 पर पर्सन पर्छ, द्याट्स एक्सपेन्सिभ। सो अर्को अब प्यासेन्जर आउँछ होला उताबाट, कोही वेट गरिरहेछौँ। अनि यहाँबाट हिँड्ने अब एकछिनमा। एकदम चिसो छ, बादलै बादल। दिस इज गुड, भेरी नाइस। सबै बोकेर लानुपर्छ यहाँबाट। I'm at झिनु अहिले भर्खर त्यो सुमोबाट चाहिँ ओर्लियौँ। एन्ड अब चाहिँ तल यसो खाना खाने। एन्ड आफ्टर द्याट यहाँबाट हाम्रो चाहिँ ट्रेकिङ सुरु हुन्छ। यो दाइहरू चाहिँ भेट्नु भएको छ बाटोमा, दे आर नाइस इन्जिनियर्स। दिस इज द पुल। अस्ति भ्लगमा नि यहीँ देखाएको थिएँ एउटा भ्लगमा मैले। ओके, यहाँ खाना खाने, टाइम टु recharge ourselves and then we'll walk. He's cute. Bye bye. अब जाने है म ल। This is my kit. The bag is heavy. And I have an extra luggage. How पुगेन ब्यागमा, एन्ड आइम जस्ट क्यारिङ दिस अराउन्ड। अब माथि गएर कतै छाड्नुपर्छ यसलाई चाहिँ। अनि हेरी जाऊ ह्यान्डसम दाइ, अनि अर्को दाइ चाहिँ यहाँ। अब हामी चाहिँ यहाँबाट जाने, यो पुलबाट चाहिँ। अनि त्यो झिनु यहाँ खाना खाएँ। दिस इज गुड। ओके, बाई 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 बाई। यहाँबाट आएँ म त्यो पुल क्रस गर्दै। अझै माथि जानुपर्ने छ। दिस इज पुल। कहाँ माथि चढ्नुपर्छ। एन्ड दिस इज काइन्ड अफ डिफिकल्ट। This trekking trail is kind of difficult than Langtang. यसमा चाहिँ धेरै जसो उकालो छ। On top of that, हल्का आउनु पनि गाह्रो छ। अनि हाइट नि धेरै छ जस्तो छ। यहाँ लाङटाङमा इट्स लाइक 1300, बट यहाँ चाहिँ इट्स ठाडै उकालो कि। अघि त्यहाँ यो घरमा चाहिँ खाना खाएँ मैले। एन्ड आफ्टर दे हिँड्दै हिँड्दै पुल कट्दै कट्दै माथिसम्म आउनु पऱ्यो। यहाँसम्म चाहिँ इट्स काइन्ड अफ डिफिकल्ट। राइट नाउ आइ एम टेकिङ रेस्ट। थाकिसकेँ यार म त यतिमै। अनि दिस इज द भ्यू। त्यहाँ तलबाट चाहिँ उकालो चढ्दै आएँ। अहिले
स्टिल दुईजना दाइ अगाडि जानुभयो म तपाईँले यहाँ एकछिन रेस्ट गर्छु I'll let them go अनि मेरो ब्याग्सहरू चाहिँ यहाँ छ This is the worst decision I have ever taken in my life यो ल्याउनु योमा चाहिँ अटेन योमा चाहिँ एउटा हुडी ज्याकेट दुईटा ज्याकेट एउटा एक्स्ट्रा सुज यो ब्यागमा है समथिङ लाइक द्याट के छ अनि यो ब्यागमा पनि दुई तीनवटा टी सर्टहरू छ यताउता छ अनि एउटा ज्याकेट छ माथि लाउने अनि त्यही हो यता खानेपिने अनि मेडिसिन्सहरू बोतल ट्राइपोड के छ अनि त्यसै यो हेभी अलमोस्ट हेभी छ यो पुरै अनि यो मलाई अब यो यता झुन्ड्यायो भने चाहिँ एक साइड जान्छ अनि ब्यालेन्स मिल्दैन हिँड्ने बेला सो आई हेभ टु क्यारी दिस इन माई ह्यान्ड अनि त्यो झोला बोक्दै हिँड्नुपर्छ माथिसम्म अनि दिस इज द प्लेस अब जाने होला दाइ अगाडि पुगिसक्नु भयो अनि अब निस्किने सो इफ यु क्यान सी त्यहाँ गाडीहरू छ उता दिस इज त्यो घर त्यहाँबाट हिँड्दै 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 त्यो पुल यो पुल हिँड्दै हिँड्दै त्यसले माथि आएँ यो आमा यहाँ हुनुहुन्छ अनि उहाँ चाहिँ डोनेसन चाहिँ उठाउँदै हुनुहुन्छ अरे मैले देखेँ 50 रुपिस मसँग खुलेर थिएन छ डोनेसन चाहिँ के को हो भन्दाखेरि उहाँको छोराको चाहिँ किडनी फेल भएको रहेछ अरे अनि बसेर चाहिँ डोनेसन उठाइरहनु भएको छ पिपललाई गिभन मनी अनि मैले दिएँ अब एकछिन रेस्ट गर्दैछु म पानी पर्छ होला अब चाहिँ बिहान कहाँबाट बादल आइपुग्यो म तचम्म भयो क्या ब्रो यो चाहिँ हेर्दा होइन कस्तो जुमट भएन 0.5 mm जाँदै जाँदैन यो पहाड यति ठुलो छ कि पहाड यति ठुलो छ भने हिमाल कति ठुलो होला क्या अनि भन्छ माउन्टेनियरिङ इज नट अ जोक भनेर दिस इज मी Lấy không? Okay. Này cá baby tim ni khâu ल खाऊ 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 मसाला मन पर्दैन के खाने त मसँग त त्यो बिस्किट मात्रै छ अझै अरु छैन उ खायो त तिमी नखानी अझै रुको हेर्न दे ल अरु त छैन हेर कान्छा पोटेटो क्र्याकर मात्र छ अझै बिस्किटमा एकछिन ल म हेर्छु ल वेट गर ल यो त काजु छ अरे यो खान्छ कि काजु वाला मिठो मन पर्छ खाऊ त मिठो लाग्यो तिमीलाई लोलाइदिन्छु म यो खाऊ यो खाऊ नखाने तिमी त केही नखाने खाऊ न खाऊ मिठो छ नखाने तिमी केही नखाने ल आज पोखराबाट आएको बा
उहाँहरू चाहिँ उहाँ दाइ चाहिँ गाइड, उहाँ चाहिँ दिदी, सिज फ्रम साङ्घाई चाइना। किन त्यसै त्यसै आतिन्छ मेरो मन। आई डोन्ट नो त्यो सिनेमा हो कि के हो। दाइको अनुसार चाहिँ अघि छोमरङ कटे अलमोस्ट 3 घन्टा जति लाग्यो। यस्तो ठाडो उकालो, आम्मामा डेड ब्रो, डेड, लिटरल डेड। अहिले चाहिँ अब उहाँको अनुसार 1 घन्टा ओह्रालो 3 घन्टा उकालो रे, छोमरङ जस्तै डेन्जर हुने भयो त अब। आई डोन्ट नो त्यो सिनेमा त नहोला, यस्तो सानो ठाउँ होला, तर सिनेमा चाहिँ लोवर सिनेमा भन्ने छ, एउटा अप्पर सिनेमा भन्ने छ। अब लेट्स चाहिँ अप्पर सिनेमा गएर बस्छु होला म, बिकज त्यहाँबाट भ्यू चाहिँ भोलि बिहानको दामी देखिन्छ अरे। वाउ, किन किन त्यसै आतिन्छ मेरो मन। ओके, दिस इज ब्युटिफुल। कस्तो नेपाली पाराको झल्किने गाउँहरू। इट्स रेनिङ अनि हामीलाई त्यहाँ माथिबाट आयो, त्यो माथिबाट अब तल जाने, एन्ड पानी परेर सबैजना चोट लाग्दै हुनुहुन्छ अब। बट आवर हार्ड वर्किङ डङ्किज आर अलवेज, यु नो, दे नेभर स्टप। 4-5 बजेतिर पुग्छ, 4 बजेतिर पुग्छ। मैले उता काठमाडौँबाट ल्याएको नि। बदामको बनेको आजकल हिउँछ कि नै माथि? हिउँछ कि नै? कुनै के हो, कस्तो अघिको दाइहरूसँग नपर्ने छ तपाईँले? म गएन। एकजना दाइले चाहिँ भन्नुभएको थियो हिउँ चाहिँ छ यहाँ, हिमालमा चाहिँ छ, त्यहाँ बाटोमा चाहिँ छैन रहेछ। लौ Oh, this is beautiful. This is me, guys. पानी परेर तनाव भइसक्यो यहाँ। ढुङ्गा चाहिँ चिप्लो छ। Have to be careful. अनि अब यो गाउँ हुँदै, यो तलको गाउँ हुँदै चाहिँ उता माथि जानुपर्छ। त्यहाँ सानो सानो देखिरहेछ, त्यहाँ चाहिँ पुग्नुपर्छ। माथि सुन्तला खाए यहाँको, कस्तो मिठो। 50 रुपियाँ एउटाको है, प्राइस बुझ्नु छ भने महँगो पर्छ यहाँ त। अघि उता हल्का माथि हो भन्दा मैले 500 रुपियाँ केजी भन्यो। वेलकम, दिस इज नाइस।
दिस इज द प्लेस। यस्तो दामी छ कि आज पानी परेर पुरै तनावै तनाव। अघि रेनकोट निकालेको थिएँ, अघि पानी बन्द भयो अनि रेनकोट ब्यागमा हालेँ। अब फेरि पानी पर्न सुरु भयो यार। अब कसले ब्यागबाट निकाल्छ, अल्छी लाग्दैछ। सो हेर न कति माथिसम्म छ। अब यो उकालो चढ्दै चढ्दै 2 घन्टा अझै लाग्छ उकालो सिनेमा भन्ने ठाउँसम्म पुग्न। अघि म त्यहाँबाट आएँ, त्यो बाटो आउँदै यहाँसम्म आएँ, यहाँबाट तल हुँदै आएँ। कति मान्छे आइरहेछन् गइरहेछन्, ब्यागहरू यहाँ छ, गीत बजिरहेको छ यहाँ। माछा पुछे द्याट इज दाई, उहाँ चाहिँ दाई हुनुहुन्छ। अनि उहाँले बोकेको इज केक, के लिटरल केक। त्यो पनि कहाँबाट ल्याउँदै हुनुहुन्छ अहिले। ब्याग च्यात्दै के क्या ब्याम्बुसम्म पुग्ने अरे। एन्ड आज कुन चाहिँ टुरिस्टको बर्थडे रहेछ माथि, अनि तलबाट अर्डर गरेको के हामीसँगै आइरहनु भएको छ तलदेखि। अहिले म भन्दा चाहिँ अझ पर जाने उहाँ चाहिँ। इमेजिन पैसा भएपछि के हुन्छ भनेर बर्थडे भएर तलबाट केक मगाएको, त्यो पनि यस्तो पहाड बिचमा। ड्याम द्याट्स माछा पुछ्रे। अनि यति नै नजिक छ। क्यामेरामा आई कान्ट नो वाइ आई कान्ट क्याप्चर दिस, तर आँखाले हेर्दा चाहिँ इट्स टु मच नजिक। देयर इज अनदर माउन्टेन। अनि आई एम एट दिस हिल टप लज एन्ड रेस्टुरेन्ट 23,050 मिटर। मेरो कोठा त्यहाँ छ। आइ एम ह्याभिङ अ कप अफ वार्म वाटर। फ्रेस भयो, कपाल पुरै पानीमा भिजिसक्यो, ड्याम्प भइसक्यो। अनि यहाँ चाहिँ टुरिस्टहरू टन्नै हुनुहुन्छ भित्र। यो किचन दिस इज अ कुल प्लेस। अघि बादलले चाहिँ ढाकेको थियो, अहिले चाहिँ छैन। अब भोलि यहाँबाट निस्किने। दिस प्लेस इज नोन एज सिन्वा, अप्पर सिन्वा। लोवर सिन्वा चाहिँ तल छ। अराउन्ड 1.5 घन्टा लाग्छ यहाँदेखि तल जान। हामी तलबाट चाहिँ माथि आयौँ। दिस इज नाइस। अहिले चाहिँ म अप्पर सिन्वाबाट चाहिँ हिँडिसकेँ। दिस इज माई स्ट्रिक।
त्यो एक्स्ट्रा ब्यागेज चाहिँ मैले अब हिजो लगाएको कपडाहरू चाहिँ त्यही ब्यागमा हालेर उता अप्पर सीमामा राखिदिएँ. सो राइट नाउ आई हेभ ओन्ली वान ब्याग. यु क्यान सी दिस. अनि अहिले चाहिँ हल्का हल्का घाम छ बट इट्स ओके. अब आई एम गोइङ टु ब्याम्बू. अनि यहाँबाट चाहिँ हुँदै 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 देउरालीसम्म पुग्नुपर्ने हुन्छ. लेट्स सी अब देउरालीसम्म पुगिन्छ कि नै. बट आइ एम रेडी. खाना चाहिँ थाकिन्छ बिकज ब्याम्बूमा धेरै सो मच उकालो रे एकदम. द बाटो इज अल्सो डेन्जरस. Oh my god, dangerous. Shit. Jungle. Okay, bye. अहिले I'm on my way to Bamboo. The bato is like this. And this is my feet. यहाँ चाहिँ गीत बजिरहेछ ज्याकेटमा अर्को फोनमा रमाइलो भइरहेछ. सोलो ट्रेकिङ इज फन बट इट्स एक्जस्टिङ एकदम नै. आई फिल लाइक मलाई ज्वरो आउँला जस्तो भइरहेछ. हिजो पानीमा भिजेँ, टाउको साउको सबै ड्याम भइसकेको थियो. अनि हेलिकप्टर अनि आज आइ एम फिलिङ लाइक आइ एम गोना फल सिक. बट लेट्स सी. आजको मेरो बास चाहिँ देउराली भनेपछि त्यो 2 दिन जाने बाटो. बट आई विल कभर इट इन 1 डे. अहिले अब आई एम अन माई वे टु ब्याम्बू हुँदै डोभान हिमालय अनि देउराली हुन्छ. आई गेस समथिङ लाइक द्याट. ओके बाई बाई. 저는 작은 데로 갔다 왔거든요. 며칠 갔다 왔다 있지? 그것도 한 달. 혼자 갔어? Namaste. Hello, namaste. I do. Jerry the extremely early. OK， 来望上来这边。不好意思，要上来。Shoot.
Namaste. Namaste.
तेरी This is fucked up. This is me right now. And यति उकालो चढेँ स्टिल म्यान पानी परेर बेहा
Finally, I am at Deorali, 3200 meter. Uni जाउँ रहेछ माथिसम्म. This is the view. यस्तो दामी झर्ना. This झर्ना. त्यहाँबाट आएँ म. And यहाँदेखि माछापुच्छ्रे this camp 2 hours लेखेको रहेछ. But I'll be staying here आज. Shit, that's so good. This is the view, right? And this is my room. यहाँ कस्तो राम्रो रुम रहेछ यार. त्यहाँ चाहिँ अरूजना सक्नुहुन्छ. यहाँ चाहिँ this is my bed. Oh, this is good. This is the room. अहिले I'm resting because बाहिर एकदम निक्लिएको छ. यो ठाउँ चाहिँ देउराली हो. अनि हाम्रो दाइहरू दुईजना अब सुते.
I'm on my way to ABC. त्यहाँ बोर्ड चाहिँ देखाएको थिएँ बट त्यहाँदेखि चाहिँ माथि एमबिसी माछापुच्छ्रे बेस क्याम्प जाँदो रहेछ यतातिर ABC. And the weather is too fucking cold. हात पुरै जल्न सक्यो मेरो. एन्ड हुसु नै हुसु छ. हुसु भनौँ कि बादल भनौँ, अलमोस्ट बादलको बिचमा अहिले यस्तो चिसो एक्लै म. एन्ड दिस इज माई फिट. ग्लोभ्स लाउँ भनेर तर दे आर इन माई ब्याग एन्ड आइ एम टु अल्छी to take them out right now. अब यहाँदेखि ABC चाहिँ 2 hours. I have already walked for more than 8 बजे निस्क्या हो, 11 साढे 3 घन्टा लाग्यो मलाई चाहिँ देउरालीबाट चाहिँ MBC पुग्न. त्यहाँबाट चाहिँ MBC जान्छ है माथि. दिस इज ABC नाउ. ओके बाई बाई. I think I lost my way. I've lost my way. I'm at Machapuchre base camp. यहाँ चाहिँ कोठाहरू चाहिँ यस्तो रहेछ. But हुसुको कारणले nothing is visible right now. यो गेस्ट हाउसको नाम चाहिँ फेस्टिभ गेस्ट हाउस एन्ड रेस्टुरेन्ट. त्यो चाहिँ हल भयो अनि अहिले म जस्ट खाना खाइरहेँ. खाना भन्दा पनि दाल भात तरकारी पनि 900 छ. इट्स टु एक्सपेन्सिभ. अनि त्यति मिठो पनि हुन्न. सो मैले भेज फ्राइड राइस खाएँ. यु वन्ट बिलिभ कति पऱ्यो मलाई. 700 पऱ्यो कि थोरै दिनुभएको थियो भेज फ्राइड राइसको. अनि 700 पऱ्यो मलाई तर खाएँ. अब यहाँदेखि अब तल जाने एन्ड फ्रम दे 2 to 3 hours हाइक more walking. Then well I'm at अहिले चाहिँ 3700 मिटर 4000 मिटरमा चाहिँ ABC छ. अब यहाँदेखि 2-3 घन्टा जति लाग्छ स्लो हिँड्यो भने. आई डोन्ट नो वाट इज द्याट. वाइफाई टावर हो कि के हो, पक्का वाइफाई नै हुन्छ समथिङ लाइक द्याट. सो चाहिँ मेरो ब्याग अब चाहिँ निस्किनुपर्छ बिकज अब हुसुको कारणले आम सो फकिङ कोल्ड राइट नाउ. जति ज्याकेट लाग्यो त्यस्तै हो. ल बाई बाई. I don't know where I am, but चारैतिर केही देखिरहेको छैन and it's fucking scary. I'm alone. This is my shake, some flowers, but I'm definitely at an altitude of more than 3700 meters. I'm about to go, so bye bye.
Annapurna base camp पुग्यो. Solo trekking is fun, guys, but be prepared for unexpected elevation. Finally. I'm at Annapurna base camp. Made it. Okay guys, this is Annapurna base camp and that's Machapuchre, and let me show you the mountain, the biggest, Annapurna. Annapurna south, this is north, and that's Machapuchre. Shit. This is awesome. Regarde, là, la roche vient, ça défonce, tu sais pas. Sept jours d'affilée en faisant entre
I celebrated this birthday at Annapurna Base Camp. You can see my hands, they are freaking cold.